राख्नु भएको छ, बुझ्नु भएको छैन उहाँहरूले। कति धेरै मोबाइलमा झुन्डिन्छ, कति धेरै स्ट्याटस लेख्छ, कति धेरै गीत गाउँछ, कति धेरै गुइठे भन्छ। त्यो नै मैले उहाँहरूको चेत खोल्नलाई हो क्या। कुरा बुझ्नु पनि अस्ति दमकमै पनि थियो नि, त्यहाँ पनि आधी जति माटोको मान्छेहरू थिए। इन्टरभ्यू नै हेर्न मात्रै आएको, भोट त हामी माटोले हाल्छौँ होइन। तपाईँ यसो भनिरहनु भएको छ आज बालन शाहले गरेको रोड सोमा मान्छेहरूको जुन कस्तो रहेछ त त्यो मान्छे भनेर हेर्न मात्रै गएको क्या। पोलिटिक्स त फरक कुरा हो नि, पपुलारिटी र पोलिटिक्स त फरक कुरा हो। पछाडि त मै हो प्रधान, तपाईँ हो प्रधानमन्त्री। जोडिएको हुनुहुन्छ कि हुनुहुन्न, जस्तो एकअर्कालाई फलो गरे या कमेन्ट गरी गर्नुहुन्छ उहाँले, तपाईँका केही स्टेटस कमेन्ट गर्नुहुन्छ। अरे कहना क्या चाहते हो, कैसा लगा मेरा मजाक? मैले सङ्घर्ष गरिरहेको छु, त्यो देशै रहेन भने त्यो पालिका रहन्छ त? यो अहम प्रश्न हो कि। तपाईँ मन्त्री र प्रधानमन्त्री नहुँदा नि देश त छ त। यता सुन्नु न, अब तपाईँले हिजै म यो सोध्छु है भनेर भनेको के मजा आउँछ? त्यो बनाऊ उत्तर दिन्थेँ मैले। तर सानो कुराले पनि चित्त दुख्छ, ढुकुरको जत्रो छाती छ तपाईँको। जस्तै गजब बेइज्जती है। सारा ठाउँमा पुगेर 9वटा खोलाबाट पानी लिएर खुवाएँ। एउटा खोलाबाट पानी लिएर खुवाउँदा त विश्व रेकर्ड राखेँ मैले होइन। यति धेरै मान्छेले प्रेरित गरेर काम गर्न सक्ने मान्छे रहेछ यो भनेर चाहिँ वर्ल्ड रेकर्डले रेकगनाइज गर्यो मलाई, वर्ल्ड रेकर्डले है। त्यो चाहिँ तपाईँको दाबी भयो। तपाईँकै वडा अध्यक्षले के भन्नुभयो भने 3-4 लाख लिटर पानी लिएर आएर अनि यस्तो चाहिँ गफ नलाए पनि हुन्छ। कुन चाहिँ वडा अध्यक्ष? जनरल त तपाईँलाई तानाशाह विधि नभएको पनि भन्नुभयो नि तपाईँको पदाधिकारीले। त्यो भन्नुभयो होइन, त्यो भन्दा केही पनि फरक परेन। यो देशको प्रधानमन्त्री म भन्छु। तेरा बाप यहाँ छोड़कर गया था कि तेरी माँ? 23% होइन भनिसकेपछि उहाँ एउटा राम्रो योजनाकार पनि होइन क्या। म धरानको सबभन्दा ठुलो मान्छे हो, बुझ्नुभयो नि? मभन्दा ठुलो मान्छे छैन यतिखेर है। पदीय हिसाबले सबभन्दा ठुलो मान्छे हो म। मैले अन्तिम सिग्नेचर गरेर मात्र यहाँको बजेट बन्ने हो, मैले कार्यपालिका बैठक बोलाएँ भने मात्रै हुने हो, मैले जे एजेन्डा हुन्छ त्यो मात्रै छलफल हुने हो, अन्तिम निर्णयकर्ता म हो। मलाई जित्ने कोही छैन यहाँ। केमा जित्ने? यो मुख्य क्या? ए मुख्य हुनुहुन्छ तपाईँ? मुख्य राउटेको राजा। ए राउटेको राजा हो तपाईँ? राउटेको राजा पनि भने पनि हुन्छ, दुनियाँको राजा भने पनि हुन्छ। म दुनियाँको राजा भने पनि हुन्छ। म जित्ने कोही छैन यहाँ। ए नाम के भन्नुभयो तपाईँको? वीरबहादुर मुखियाजी। साला त्यो मूर्खको पनि पराकाष्ठ नागेको सुपर मूर्खलाई कसले बनायो अध्यक्ष? जुन गुरुको सिङै छैन साला, हाउ क्यान वी कल हिम तिखे? तपाईँ चाहिँ को त प्रमाण माग्ने भन्नु न त। पटक मेरो बारेमा लेख्नुहुन्छ। तपाईँले त्यसमा दुनिया सञ्चिता मेरो यो त्यो गर्लफ्रेन्ड हो भन्दै हिँड्नुहुन्छ अरे त। मेरो यो त्यो गर्लफ्रेन्ड हो भन्दै हिँड्नुहुन्छ अरे त। प्रमुखले जे पनि गर्न सक्छ, कसो जे पनि गर्न सक्छ, जे पनि गर्न सक्छ। बात कि म तेरो गर्दन